मकालु गाउँपालिका र श्रीचोङ गाउँपालिकाको सिमानामा यो धार्नेसिसको बाटो भन्छ। यहाँदेखि चाहिँ मान्छे पहिलेको समयमा लडेर बित्नु भएको थियो अरे। यो बाटो हेर्नुहोस्, यसो पो गर्नुपर्छ न। बाटो त हो अलिकति यो भयो भने त नि सिधै नि हो। कहाँ जानु होला है? बाटो पनि यतैतिर होला एमसन यस्तो छ बाटो पनि खतरा छ त बाटो त। पहाडको बाटो एकदमै राम्रो छ कि कसो हो काका? दियो है धोती भएर गीत भन्न छोडेर गाना भन्छ। यो त कुन हिमाल भो? मकालु यही हो? ओहो, यही पनि यो चाहिँ साथी हो। यो विश्वको कोही यो पाँचौं हिमाल हैन हेर्छ। यो चाहिँ विश्वको पाँचौं हिमाल मकालु गाउँ पालिका भित्रै पर्छ होला। यो चाहिँ सङ्खुवासभा जिल्लाको मकालु हिमाल 6000 कति यसको 5000 कति मिटरको। हेर्नुहोस् यस्तो राम्रो बिहानी पख चाहिँ हामी चाहिँ कालो सुन लिन गइराखेको। हाम्रो मालिक हेर्नुहोस् भारी नबोकिन यसरी थाकेर के भन्नु। कस्तो राम्रो देखेको।